guys, welcome back to my YouTube channel, a new vlog after a long time. अनि अहिले चाहिँ म यता चन्द्रलोक रिङ्किङ पोङ हाम्रो गुरुजी बस्ने ठाउँ कालिम्पोङमा यता आएको छु हो. अनि अहिले यतै छ हैन, गेट यतै छ. अनि यता यस्तो गल्फ खेल्ने ठाउँहरू रहेछ है. I think it's शायद गल्फ खेल्ने ठाउँ होला. रिङ्किङ पोङ. तल बजारदेखि हिँडेर आएको कि पुरा थाक्यो. आम्मामा झन्डै 40 मिनट्स जति हिँडे होला. अनि तल कालिम्पोङ मेन बजारदेखि उकालो आयो भने चाहिँ ठ्याक्कै पुग्दो रहेछ हो. यताउता नगइकन पुरै उकालो आयो भने चाहिँ पुग्दो रहेछ यता. अनि अहिले गेट पनि बन्द छ हो. अनि भित्र साथीलाई मेसेज गरेको छु, अनि आएर खोल्छ होला है. मोडा आएको छ नि त. म फिल्म हेर्ने गएँ नि त. म कतै आइपुग्यो, म आइपुग्यो. भित्र छिर्यो यहाँ गेट पाले होइन, गेट पाले. त्यो टर्न सक्यो है अब है. भन्दै त मलाई गेट पाले भन्नु थियो. खेल्यो यो मेरो साथी हो. Hello guys, so I've just freshen up है. फ्रेस भएँ होइन. अनि यहाँ चाहिँ एकदमै गर्मी रहेछ कि आम्मामा हो. अन्त श्याम थापा लगाएर पनि बस्न सक्ने. See, I'm wearing my shorts है. And this is my room. Oh, this is my bed. This is the toilet. This is sitting room है. So अनि अहिले चाहिँ म तपाईँहरूलाई यसो टुर गराउँछु होइन, टुर. So yeah, let's go. सो यही घर हो जहाँ चाहिँ हाम्रो गुरुजी चमगुरुङले चाहिँ यता कालिम्पोङमा पाल्ने बेला बस्नुहुन्थ्यो हो. आई थिङ्क इट वाज मेड बाई इङ्ग्लिस हुन्छ नि. त्यो पहिला ब्रिटिसको जमानामा, आई मिन त्यति बेला बनाएको होला यो घरहरू. एकदम इङ्ग्लिस स्टाइलको घरहरू छ हो. अनि भित्र चाहिँ म I don't know, I can't take videos inside right now, but someday
मैले पहिला एउटा भिडियो बनाएको थिएँ हैन त्योमा चाहिँ मैले खिचेको छु बट इन दिस भिडियो आई विल बी शोइङ आउटसाइड द आई मिन द सराउन्डिङ है या सो बिहान चाहिँ बिहान 7 बजीतिर ब्रेकफास्ट हुन्छ हैन यता चाहिँ कुकुरहरू कराइरहेको छ है बिहान 7 बजीतिर ब्रेकफास्ट खायो अनि त्यसपछि 8 बजेतिरदेखि चाहिँ अनि यता इन्भाइरोमेन्टहरू सफा गर्नुपर्छ बढाल्नुपर्छ है अनि यो रोडहरू फर्स्टमा यो रोड त्यहाँ गेटदेखि नै गेटदेखि पुरा यता सबै बढाल्नुपर्छ हैन अनि हाम्रो लामा हुनुहुन्छ यता हेर्ने उहाँले पनि साथी गर्नुहुन्छ हो अनि सफा गर्दा गर्दै त्यस्तै अब कम्पाउन्ड ठुलो छ नि त अनि सफा गर्दा गर्दै झन्डै 10 बजिहाल्छ हो 8 बजीदेखि बढाल्नुमै 2 घन्टा झन्डै 2 घन्टा लाग्छ हो अनि त्यसपछि फुलहरू छन् हैन फुलहरूमा पानी हाल्नुपर्ने हो अनि आज त्यस्तो गरेँ अनि आफ्टरनुनमा चाहिँ आज त्यहाँ तलपट्टिको कम्पाउन्डमा चाहिँ एकदम हुन्छ नि घाँसहरू एकदम ठुल्ठुलो फुलेको रहेछ फुलेको भन्छ के भन्छ फुलेको भन्छ होला है अनि त्योहरू सबै काट्ने त्यस्तो गरेँ हैन त्यसको त्यो भिडियो बनाउनु पाएन एनिवे नथिङ टु वरी है ठिकै छ अनि या त्यही हो अनि ल अनि अब चाहिँ म तपाईँहरूलाई हाम्रो कुकुरहरू देखाउँछु है त अनि यहाँ पुरा भुकिरहेछ हो अर्को कुकुरहरू हेर्ने जाउँ है ठुलो कुकुरहरू छ कि आमा No. No. कत्रो मोटो है है मोटी यो चाहिँ प्रेग्नेन्ट छ प्रेग्नेन्ट है sit no sit त्यो नाम के हो मलाई नामै थाहा छैन नो यो चाहिँ प्रेग्नेन्ट छ कि प्रेग्नेन्ट छ है त है बुढा आएन हो त बुढा द्याट्स सिङ्गे उतापट्टि ढुक है दुईजना चाहिँ हाम्रो लाभामै जन्मेको होइन लाभामै अनि त्यसपछि उता रिङ्किङ फङमा ल्याएको त्यो दुईजना चाहिँ द्याट्स सिङ्गे एन्ड ढुक एन्ड दिस इज हिज वाइफ है वाइफको नाम थाहा छैन मोटी त मोटा छ खै पेटभित्र कतिवटा बच्चा होला बिचार खाना खाने बेला हुने ला है भोक लाग्यो खतरा खान्छ खाना यसले यहाँ यसको बुढा सिङ्गे यहाँ अर्को एउटा आयो तेरो नाम के हो थाहा छैन है मेरो नाम के हो भन्न
खाना खाने बेला भएको छैन आन्टी नो 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 डुक 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 कम 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 डुक कम कस्तो छैन कुकुर आमा यसको टाउको त मान्छेको जस्तै छ हेर्न ढुकिया हेर हेर यसको टाउको हेर्न आम्मामा मेरो हातभन्दा ठुलो छ है है ढुक 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 ज्ञानी छ उयो अलि डर लाग्दैछ होइन सिङ्गे या या These are our dogs है अनि यहाँ आउँदा चाहिँ कुकुर देख्यो होसियार बिना पर्मिसन यता आउनुको लागि नसोच्नु है त्यसो खाइदेला नि कुकुरले फेरि हेर्नु न कत्रो कत्रो कुकुर छ ओके देन दिस आर आवर डग्स है अब खै के देखाउँ तपाईँहरूलाई अब चाहिँ म अघि आफ्टरनुन हामीले सफा गरेको ठाउँ देखाउँछु है त यतादेखि गएर है अनि हाम्रो अब स्पेसल गेस्टहरू आउने बेला होइन उहाँहरू चाहिँ यता बस्नुहुन्छ यो बिल्डिङमा अनि हेर्नुहोस् है यो सबै सफा गरेको अघि त्यस्तै 2 घन्टा लाग्यो है लामा लाएर मैले 2 घन्टा चाहिँ लाग्यो यो सफा गर्नु यप अघि खास भने प्रिभियस एन्ड आफ्टर देखाउनु पाएको भए चाहिँ यु वुड ह्याभ बिलिभड है तर ठिकै छ होइन यप हेर्नुहोस् यो चाहिँ सबै फाडे होइन हामीले लामा लाएर मैले एक्चुअली काम सबै नट सबै यो काट्ने चाहिँ सबै लामाले गर्नुभएको मेसिनले एन्ड आई वाज हेल्पर होइन आई हेल्प मैले चाहिँ यो सफा गर्ने यसरी यहाँ एक जग्गा थुपारेर राख्ने होइन अनि कसै चाहिँ यो पारी उल्टाउने है त्यो चाहिँ मैले गरेको होइन द इजी वर्क है त्यही हो अनि यता बाँसहरू राखेको छन् है अनि कम्पाउन्ड चाहिँ ठुलै छ हाम्रो यतादेखि यस्तो गरेर है त्यो घरहरू चाहिँ होइन है यप यसरी छ है कम्पाउन्ड सबै सफा गरेको नि त चिटिक्क भएको छ अहिले चाहिँ एन्ड दिस इज माई रुम है अघि मैले देखाएको मेरो रुम यो हो खतरा छ रुम अहिले झ्यालहरू पनि पुरा बन्द गरिरहेको छु रुमको किनभने यहाँ चाहिँ अति गर्मी भएर मच्छर पुरा लामखुट्टे पुरा आउँदो रहेछ है आमा फेरि एकदमै गर्मी हो झ्याल बन्द गरेर सुत्नु पनि असाध्यै गर्मी तर के हेर्ने अब अप्सन छैन है फेरि लामखुट्टेले खाइदेला होइन त्यही हो आई थिङ्क द्याट्स अल फर दिस भिडियो है सो द्याट्स अल फर टुडे अनि भोलि सफा गरेको होइन अनि पानीमा फुलमा पानी हालेको झन्डै पानीमा फुल हालेको पो भने मैले त्यो भिडियोहरू आई विल सो यु टुमोरो है फर्चुनेटली कुकुरहरूको छाड्ने टाइम भएछ बेलुका भएपछि चाहिँ यो ठुल्ठुलो कुकुरहरू पनि छाड्छन् है अनि उनीहरूको खानाको बेला पनि हुन लाग्यो सो या छोडौँ है त है ल छोड्छु है
Good boy. Singe, singe. Yeah, yeah. No, sit. Yeah. Tanga kala sa to lo. Kala sa to hinda. Let's go. Yeah. Go. Go.